के तपाईको कफीको बोट पनि बिस्तारै पहेँलो भएर सुक्दैछ वा कफीको पातमा सिन्दुरे रङको धब्बाहरू देखेर चिन्तित हुनुहुन्छ? धेरै मेहनत गर्दा पनि रोग र किराका कारण कफीको उत्पादन घटिरहेको छ भने आजको यो भिडियो तपाईको लागि हो। नमस्कार, म अतीत तामाङ। आजको यस भिडियोमा म तपाईलाई कफी खेतीमा लाग्ने सेतो गानोदेखि सिन्दुरे रोगका सम्पूर्ण समस्या र त्यसको घरमै गर्न सकिने जैविक उपचारका बारेमा विस्तृतमा बताउने छु। भिडियो अन्त्यसम्म हेर्नुहोला। नेपाली कफीको माग विश्व बजारमा निकै उच्च छ, तर के तपाईलाई थाहा छ एउटा सानो किरा वा रोगको कारणले तपाईको वर्षभरिको कमाइलाई शून्य बनाइदिन सक्छ। गुणस्तरीय कफी उत्पादन गरेर धेरै भन्दा धेरै मुनाफा कमाउनका लागि कफीलाई रोगमुक्त राख्न जरुरी छ। आज हामी कफीका शत्रु मानिने विभिन्न रोग र किराहरूलाई कसरी पहिचान गर्ने र तिनलाई सजिलै कसरी नियन्त्रण गर्ने भन्ने बारे चर्चा गर्नेछौँ। सबैभन्दा पहिले कुरा गरौँ कफीको सबैभन्दा शत्रु सेतो गानो। यो एउटा यस्तो किरा हो जसले बाहिरबाट होइन, भित्रभित्रै बोटलाई खोक्रो बनाइदिन्छ। यसका लक्षणहरू: यसको लार्भाले काण्डभित्र सुरुङ बनाउँछ, बोटको बोक्रामा गिर्खाहरू देखिन्छन् र बिस्तारै पुरै बोट सुक्न थाल्छ। यसको समस्या कसरी समाधान गर्न सकिन्छ भने यसको अचूक उपाय भनेको बोर्डो पेस्ट हो। हरेक वर्ष चैत र भदौ महिनामा चुन र निलो तुतुको मिश्रण बनाएर बोटको फेदमा लेपन लगाउनुहोस्। साथै बगानमा धेरै चर्को घाम पर्न नदिन छहारीको राम्रो व्यवस्थापन गर्नु उचित हुन्छ। कफीमा देखिने दोस्रो ठूलो समस्याको रूपमा सिन्दुरे रोगलाई लिन सकिन्छ। यो ढुसी अथवा फंगसबाट लाग्ने रोग हो। लक्षण: पातको तल्लो भागमा सुन्तला रङको धुलो जस्तो धब्बा देखिन्छ। यसले गर्दा पातहरू झर्छन् र कफीको दाना पुष्ट हुन पाउँदैन। यसको समाधान कसरी गर्न सकिन्छ भने यसको लागि 1% को बोर्डो पेस्ट बनाएर बोटमा छर्कनु पर्छ। कफीको बोटलाई धेरै बाक्लो हुन नदिनुहोस्। हावा र घाम छिर्ने गरी काटछाट गर्नु एकदम उपयुक्त हुन्छ। यी त भए कफीमा लाग्ने दुई मुख्य प्रमुख रोगहरू, तर यस बाहेक पनि कफीमा अन्य रोगहरू लाग्न सक्छन्। कफीमा लाग्ने अरू रोगहरू मध्ये एजेरू र फेद कुहिने रोग पनि लाग्न सक्छ। यदि बोटमा कमिलाहरू हिँडेको देखिन्छ भने बुझ्नुहोस् त्यहाँ ऐजेरू लागेको छ। यसको लागि नीमको तेल वा साबुनको पानीले घोल छर्कनु निकै प्रभावकारी हुन्छ। अर्को रहेको छ फेद कुहिने समस्याबाट बच्न कफीको फेदमा पानी जम्न नदिनुहोस् र निकासको राम्रो व्यवस्था गर्नुहोस्। साथीहरू, उपचार भन्दा रोकथाम नै उत्तम हो। त्यसैले कफीको बिउ छनौट गर्दा नै निरोगी र प्रमाणित स्रोतबाट लिनुपर्छ। यसले गर्दाखेरि रोग किरा लाग्नबाट हामी बच्न सकिन्छ। हरेक महिना कम्तीमा एक पटक आफ्नो बगानको निरीक्षण गर्नुहोस्। संक्रमित हाँगा वा बोटलाई तुरुन्तै काटेर जलाइदिनुहोस् ताकि अरू बोटमा रोग किराहरू नसरोस्। सम्पूर्ण कफी खेतीमा लाग्नु भएका दाजुभाइ तथा दिदीबहिनीहरू अथवा आगामी दिनहरूमा कफी खेती गर्ने सोचमा हुनुभएका सम्पूर्ण कृषि प्रेमी महानुभावहरूलाई यस भिडियोबाट केही लाभ भएको जानकारी गराउन चाहन्छु। आशा छ यो जानकारीले तपाईको कफी बगानलाई स्वस्थ राख्न मद्दत गर्नेछ। तपाईलाई यो भिडियो कस्तो लाग्यो? यदि केही जिज्ञासा छ भने तल कमेन्ट बक्समा लेख्नुहोला। यस्तै कृषि सम्बन्धी जानकारीमूलक भिडियोहरू हेर्नका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न र भिडियोलाई अन्य किसान दाजुभाइहरूसम्म पुर्याउन शेयर गर्न नभुल्नुहोला। अर्को भिडियोमा फेरि भेटौँला। धन्यवाद।